हाई गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी मुभी हेर्न जान आँटेको उनको स्वेटर भन्ने घरबाट मम्मी बाबा भाइ म बहिनी सानो बाबा सानो मम्मीहरू अनि मजुरहरूलाई चाहिँ सँगै लिएर जान्छु। अनि अहिले चाहिँ म अब हल्का लुगा लगाइसकेँ। अब हल्का यसो मुखमा दल्नुपर्ने कुराहरू दल्नु पर्यो। अनि त्यसपछि रेडी हुने कति बजे 4 बज्यो, 5 बजे 5:30 को सो होला। 4 बजेर कटिसक्यो, 5:30 को सो हो। अनि अब रेडी हुने अनि जाने। यो चाहिँ मेरो सनस्क्रिन रहेको छ। म चाहिँ यसरी नै दल्छु किनभने मलाई त्यो टेक्निक अनुसारले दल्न अलिकति आउँदैन, झ्याउ पनि लाग्छ, त्यही भएर। अनि यति दलेपछि चाहिँ मम्मीहरू के भन्छ यो लिप बाम चाहिँ मलाई अति नै मनपर्छ। यो लिप बाम यसमा एसपिएफ पनि छ अनि राम्रो छ यो लिप बाम। इफ यु वान्ट टु ट्राई इट। अनि त्यसपछि भनेको अब कपालको रुम है त। सबमिसनको बेला यहाँ भरि पेपर के हो। कोठा त पेपरले नै भरिन्छ गाइज यो सबमिसन बेला त। यस्तो भाँगा फाटेको छ, पातलिएको पनि छ कपाल। यसको केही सल्युसन्स छ भने प्लिज मलाई भनिदिनु होला। हजुरहरूले हामी रिभ्यू पनि प्रोभाइड गर्छौँ है भनेर त भने कि गर्छु कि गर्दिनँ चाहिँ थाहा छैन, सकेसम्म गर्छु। अहिले बिदा चल्दैछ अनि भर्खर सुतेर उठेको, एनर्जी नै छैन। उसमा जिउमा बोली त्यही भएर एकदम सानो आइरह होला, एक्साइटिङ सुनिरहेको छैन होला, प्लिज कोअपरेट। यति भएपछि कपाल पनि भइहाल्यो। अनि अब चाहिँ म हल्का रोज दल्छु, ब्लस। म चाहिँ के गर्छु भने यो कलर मनपर्छ अनि यो कलर यसरी लिन्छु अनि त्यस्तो गर्छु। यतापट्टि पनि त्यसै गर्छु। अनि बाँकी भएकोले नाकमा यसो गर्ने। अनि त्योभन्दा एक साइड डार्कर या अर्को साइड डार्करलाई यसरी लिएर यहाँनिर पनि यसो गरेर एकदम छिटो हुन्छ यो ह्याक। आई स्याडो दल्नु पर्दैन र हल्का पिङ्किस दिन्छ। आई स्याडो दल्ने झन्झट गर्नु परेन नि त। म त्यस्तो मेकअप नदल्नेलाई चाहिँ, तर म यो चाहिँ गर्छु गाइस, दल्छु लाउँछु। यो ग्लिटरवाला चाहिँ यसको वाइट पिङ्क अनि यो कलर अनि गोल्डले पनि राम्रै देखिरहेको हुन्छ। अनि यो डार्कलाई चाहिँ यस्तोमा कुनामा यस्तो गर्ने अनि यसको ड्र्याग गर्ने, त्यति हो। अनि तलपट्टि चाहिँ लाइट कलरले यस्तो गर्नुभयो भने पनि हाइलाइट दिन्छ। यस्तो धेरै त लाउँदिनँ म, त्यस्तो नोटिसै चाहिँ हुँदैन, रियलमा यसो नोटिस हुन्छ। अनि मैले लाउने भनेको यति नै हो होइन एकछिन है। मलाई त्यो हल्का रातो सातो मन पर्दैन, एकदम नेचुरल न्युड मनपर्छ। त्यही भएर लिपस्टिक पनि लगाएको नलगाएको जस्तो खालको लाउँछु। मैले गर्ने भनेको मलाई मेरो मेन भनेको चाहिँ यो आई कर्ल हो। यसले चाहिँ मेरो आँखालाई प्लास्टर राम्रो देखाउँछ। तर अहिले त्यो क्रिम सुकेको छैन, कर्ल हुन्छ कि हुँदैन, हुन त भयो। हुँदैछ। हेर्नुहोस् कर्ल देख्नुमा मेस चाहिँ माइन्ड गर्नु होला। अझै मस्तै कर्ल हुन्छ, तर आजलाई यति नै गरौँ। अनि कहाँ भयो त्यो। अनि अर्को भनेको यो ब्रस लिन्छु अनि यो ब्रसले जस्ट सरी हल्का कोर्छु। यति हो। अनि अब एउटा टप लगाऊँ। टप प्रिटी छ, प्रिटी। अय्या
Johnny Johnson त्यहाँ हालौँ मस्कारा पनि लाउँछु कहिलेकाहीँ आज मलाई खासै इन्ट्रेस्ट छैन मस्कारा लाउने यति नै हो अब म एकछिनमा भेट्छु यता सी यू रेडी भइसकिसक्यो अहिले भर्खरको जस्तो उफ्रेछ न अब हामी अब हामी यहाँबाट निस्किन आँट्दैछौँ हामी चाहिँ कुरेको कुरै हामी चाहिँ बाबा साई बाबाहरूलाई कुरेको कुरै के हो मेरो त केही होइन अब चप्पल लाउनु पर्ने हुन्छ चप्पल अघि चाहिँ एकदमै पानी तर्केको थियो एक्सट्रिम लेभलको एक्सट्रिम तर अहिले घाम चर्केको छ एकदम लास्टै घाम चर्केको छ यो कुन मौसम आखिरमा भनिदिनु कपिराइट लाग्छ अहिले फेरि मेरो साइडमा बस्छ अरे साथी अहिले 2 लात खान्छस् त्यो पनि खान्छस् लात पनि खान्छस् यस्तो छ यहाँ घाम हेर्न सक्नुहुन्छ गाइस वाउ के ल्याइदियो कि मलाई कस्तो मिठो जस्तो छ त पैसा कसले तिर्छ ट्याक्सीको कसले तिर्छ निकाल्ने बेलामा कोही निकाल्दैन भिनाजले दिन्छ हाम्रो पैसा ए हो ए धन्न इमान्दार रहेछ हाम्रो भिनाजु उहाँले चाहिँ एकदम राम्रो ड्राइभिङ गर्नुहुन्छ होइन हामी धेरै जस्तो उहाँसँगै हिँड्छौँ अब यहाँको हामी नजारा पनि देखाउँदै जानेछौँ गाइस हजुरहरूलाई घर बसी तर त्यो गाडीको पछाडिपट्टि मात्रै देखियो र कुन क्रिम चेन्ज गर्नुभएको छ र उहाँले अब हाम्रो आयो राति होइन देखिँदैन क्या खिचिन हाम्रो सानो छोरीले कति राम्रो भ्लग गरे आज हामी कहाँ गएको अरे कुन मुभी हेर्न कसले टिकट काटेको टिकट कसले काटेको कसले यता हेरेर भन्नु यस करेक्ट टिकट काट्नु भने हाम्रो आरुलाई हाम्रो आर्य खनालाई भन्नु होला अनि उसले टिकट पनि काट्नु सब्सक्राइब गरिदिनु होला अनि श्रीको होमवर्क भएन अरे दाजु अब के गर्ने त त्यो बोकेर आएको हाफ्रेममा गर्नु हुँदैन झन्डै नमस्ते गर्नु ल आयौँ है हामी भाटपट्टि नि ज्याकेट के भयो छोरी लगाउ न चेन नलगाइ भए पनि कहाँ हिँडेको ग्रोसरीमा चाहिँ लास्ट भोक लागेको छ कि तर के खाने ए नास्ता यहीँ रहेछ खाएर जानुपर्छ क्या खाने ल खाइदिउँ ल खानु त आज हामी चाहिँ टेस्ट गर्न आँट्दैछौँ टेस्ट गर्ने अरे होइन
कस्तो रहेछ यो बिस्कुट रहेछ गाइज होइन अनि एकदम मिठो होला सायद ल हस् थ्याङ्क यू यो बिस्कुट हो अब हामी खाएर लिने कि खाएर अब हामी दिन्छौँ रिभ्यू यो ब्लगमा भएर चाहिँ यस्तो नक्कल पाएर खाएको कि उसले नभए रियलको खाइदेऊ जाऊ छोरी बाहिर बिस्कुट बाँड्दै होइसिन्छ ल एउटा खाऊ ल मलाई मन पर्दैन जाउँ तर यो बिस्कुट मिठो लाग्यो खाना सकिनु रहेछ तर मिठो रहेछ है खाँदा हुन्छ चन्द्रमामा तिमी बसे जस्तो देख्यो टप बिस्कुट जस्तो धेरै खुल्ले छैन हाम्रो श्रीमा चाहिँ कति यिनीहरू छ यहाँ भारतबाट नै सपिङ हुँदैछ हाम्रो त्यो एउटा कोरियाबाट ल्याएको कफी थियो नि त्यस्तो पाउँदैन यो सामान त छैन त जाउँ छोरी ल भारतपट्टिको सपिङ यहाँ हुँदैछ तर यहाँ त उयो हुन्छ होला छोरी एक गीत बजिरहेको छ नि त आइरिस क्रिम म चाहिँ कफीको फ्यान हो कफीको बिहान बिहान तितो न तितो बनाएर कति चम्चा हाल्छ कफी कति तितो बनाएर खाने मान्छे ऊ नै हो गाइज आलमोन्डको अलगै छ मलाई फेरि आलमोन्ड अलिक मन यो माछा क्या लास्टै मिठो हुन्छ त्यतातिर पाउँछ भने ट्राई गर्नु होला कस्तो मिठो हुन्छ है लास्टै नै मिठो हुन्छ अब यति लान आँटेको चाहिँ ल ल तिमीले त्यसो भन्यो होइन यहाँ हेर आरु बुके मेरो लागि आँखै आँखाको तर राखिदियो त्यहाँ म पैसा तिर्दिनँ यहाँ हाम्रो अर्को हिरो आएछ हेर हिरो लानु पर्यो हाई भन हस् नमस्ते खै दर्शन गरेको न भाग्य भने कहाँ गरेको छु त हजार रुपियाँ दिएर पठाएको केटाकेटीलाई त्यसपछि यिनीहरूले चाहिँ यस्तो मगायो कि गाइस 3300 सस्तो टिकटमा आएको यत्रो अब अहिले सुरुमा फिल्म हेर्न पस्न बाँकी नै छ होइन अनि भरे के होला हामीलाई मात्रै दोष दिएको छ तर यहाँ हेर्नुहोस् बट्टाहरू अहिले कपालले खानुहुन्छ है गाइजहरू यत्रो धेरै है हामी होइन है दोषी हामी होइन नि
श्री खै तिम्रो आम्बो यो खै यता देखाउँछु र मेरो क्यामेरा यो खै 3 जनाले बोकेको हेर्नुहोस् है गाइज के हो यो तरिका त्यही त यहाँ 3 जनाको यो सानो बाबाको यो चाहिँ मेरो मलाई एकदम भोक लागिरहेछ आज जाऊ जाऊ देखाउनु हामी भित्र छिर्यौँ अब हामी बस्दैछौँ यहाँ यो ब्लू लाइटमा यस्तो खतरा देखिन्छ के यहाँ त कालो न कालो देखिएको छ नितो उहाँकोबाट मिठो हेरौँ के भयो हेरौँ यहाँ बर्गरको क्रिम जति सबै यहाँ लागेको छ टिस्यु छ त त्यहाँ कसरी खाएछ नि तँ यो जो यो पोक परेर मर्यो फेरि जाऊ जाऊ धोएर आऊ मध्यान्त जाऊ कस्तो लाग्यो ठिकै छ फिल्म ठिकै छ त्यस्तो नट ब्याड होइन तर एकदम राम्रो छ नआबी नहुने भन्छ नि त्यो चाहिँ यतिकैलाई बुझ्ने हो नि त्यो योभन्दा धेर अपेक्षा गर्ने होइन सानबाको बोलोस् न यहाँ ठिकै छ ठिकै लाग्यो मलाई अब रमाइलो भयो हेभन्जेल मर्दै त्यस्तो वा भन्ने त्यो होइन कुन सिन मन पर्यो वाउ थियो होइन होइन सबै यसो केटाकेटीहरूलाई चाहिँ अनि पहिलेको लाइफ स्टाइल कस्तो थियो भन्ने कुरो चाहिँ ठ्याक्कै श्री कस्तो लाग्यो यहाँ डान्स गर्दैछौ न गीत भएको त गर्छ